हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल TK5 भ्लगको नयाँ एपिसोडमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। यो पछाडि ब्याकग्राउन्डमा देखिरहेको चाहिँ हाम्रो टाउवा, दिनभरि 12 घन्टा बिताउने टाउवा यानि कि गार्ड हाउस। अब यहाँबाट चाहिँ हामी आजलाई बिदा भयो। आज चाहिँ बेलुका करिब 7 बज्न लागेको छ। आजलाई बिदा भएर यहाँबाट निस्क्यौँ। अब आज चाहिँ रुम जाँदा जाँदै बाटोमै पर्छ नयाँ मार्केट ओपनिङ हुँदैछ र भइसक्यो, बिहानै ओपनिङ भएको छ अरे। अब त्यो ओपनिङ नयाँ मार्केटमा के छ त आजको सामानहरू त्यहाँ हेर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। च्यानल सब्सक्राइब र भिडियोलाई एउटा लाइक गर्नु चाहिँ नबिर्सिनुहोस् है। टुटुटुटु बाटो काट्नु पर्छ, डेन्जर छ बाटो काट्नु पर्छ यहाँ। साथीहरू त अगाडि पुगिसके। म चाहिँ भिडियो बनाउन गर्दाखेरि अलि ढिला भयो। जय हर हर बात के यतातिर साथीहरू बस्छन्। यता दुईजना दाइहरू कुरिरहनु भएको रहेछ। किधर जाएगा दाजु? तेल छ भनेको यहाँ हेरौँ न, तेल रहेछ भने तीनजनालाई एउटा एउटा दियो भने एउटा दियो भनेदेखि एकवटा केही किनौँला नि। हामी चाहिँ आज परको मार्केट आज ओपनिङ भएको, त्यो मार्केटमा जाने भन्ने प्लान थियो। अब उता पर तेल नपाएला त्यसै विषयमा डिस्कस हुँदैछ। औ दाजु रोक्नु न एकछिन, अगाडि हिँड्नु ल। अहिले त नि पुरा झापा ठुलो आउँछ नि त हौ दाजु। अनि यतै जाने कतै जाने? उता टाइम त के ढिलो हुनु दाजु, यार रात हाम्रै त हो नि। अब दाजुहरू अब यहाँ किन्यो भनेदेखि 3 लिटर तेल 7.5 रुपियाँमा आउँछ। अब उहाँ गयो भनेदेखि 2 लिटर तेललाई 13 रुपियाँ पर्छ। अब भन्नुहोस् कहाँ जाने? अब त्यही र त भनेको त हौ, 2 लिटर रुपियाँ पैसा चौवनैपट्टि लाग्नु पऱ्यो नि त हौ बुढाहरू यार। अब यहाँ तेल रहेछ भने यहाँ किनौँ, रहन्छ भने कि जाउँ न उतैतिर लाउनु पछि कुरोतिर। यहाँ तेल रहेछ भने यहाँ किनौँ, रहन्छ भने उतैतिर जाउँ ल। अब हामी चाहिँ मार्केटको नजिक आइसक्यो। सेगी मार्केट यहाँको चाहिँ अहिले उहाँ परको ठुलो पसल बन्द भएर यति भाउ खोजेछन्, तर आज त एकदमै भाउ डिस्काउन्टमा छ अरे भन्ने सुनेको छ बजार। सोध्नु दाजु रहेछ भने रहेछ, रहन्छ भने जाउँ, जाँदै सोधेर आउनु। तेल सोध्नु न सोध्नु। ल हाम्रो ठुल दाजु चाहिँ तेल सोध्नु भित्र जाँदै हुनुहुन्छ। अब हेरौँ तेल रहेछ भने यहाँबाट सामान किन्यो, तेल रहन्छ भने उता नयाँ ओपनिङ भएको मार्केटबाट जानुपर्छ है दाइ। तेल त हातमा बोकेर हिँड्दैछ दाजु, छ के अरे हौ तेल। टमाटर पनि सस्तो रहेछ आज त नि, 4 रुपियाँ 49 पैसा मात्रै। प्याज 3 रुपियाँ 49 पैसा। आलू 1 रुपियाँ। आलू तो सस्तो रहेछ दाजु, आज त बहुत सस्ता है। ₹1.5 किलो आलू, ₹1.5 किलो। और इंडियन साना खालको प्याज
450 किलोको सुकेको खुर्सानी 1450, 950, इन्डियन प्याज 950। सिद्रा माछाको आइटमहरू हेरौँ। बगाउँ दाजु 2-3 किलो जति। राम्रै हो क्या दाजु यो यतिकै हो क्या राम्रो भनेको योहरू बिग्रेको होइन कि अस्ति हाम्रो लागि आलु त हो यो आलु नलाग्ने अब त मुनि मुनि हेर्नु। काउली कसरी दाजु? अहिले घटेको रहेछ, ठिकै हो, 5 रुपियाँ केजी। यो चिली यति किलो 8 रुपियाँ 88 पैसा। मलेसियाको गीत चाहिँ त्यति छैन है सुन्ने खालको होइन, बुझे पनि त्यो राम्रो सङ्गीतै छैन क्या। अलि गीतको धुनहरू पनि सुनाउनु लाग्ने हुन्छ नि। भयो त धेरै नभऊ हुन्छ। कुकुम्बर कति रुपियाँ केजी हो? 1 रुपियाँ केजी छ यार। यो चिन्ता हालौँ त उमा ल कुकुम्बर पनि 3 पिस बोकौँ। जति झऱ्यो भने कल पर्छ। ल है, गोरुको मासु क्रेजी हुनेहरूको लागि चाहिँ यहाँ रहेछ गोरुको खुट्टाको सुप खाने भए लिन यहाँ आउनुहोस्। गोरुको मासु कति महँगो छ आमा, 45-90। आज अलि सामान अस्तितिरको भन्दा धेरै अलिअलि 1-2 रुपियाँ कमै रहेछ मार्केटमा। ल यता राँगाको मासु र खसीको मासुको आइटम। खसीको मासु चाहिँ आज अलि त्यति राम्रो त रहेनछ, तर भाउ चाहिँ घटेको रहेछ। 22-90 मा आएछ, नत्र 25-90 28-90 हुन्थ्यो। आज चाहिँ राँगाको मासु सरै भएछ। ल हेर्नु त राँगाको मासु र खसीको मासु अनि गोरुको मासुको भाउ कति डिफ्रेन्ट हुँदो रहेछ।
मान्छे मार्केटमा गोरुको मासु हो कि क्या हो यो भनेर भन्छ। कसले लैजान्छ यति मग गोरुको मासु होइन। मासु के हो यो अलिकति हटी त खाइहाल्छ खैसीको सबै मासु कहाँ पाउँछ मल प्राइज हो नि 2290 हो नि 2290 हो नि यो बोकौँ बोकौँ खानु दाजु। माछा नलैजाने नि माछा के गर्नु मोलो मोलो लैजानु माछा। तपाईँ त खाँदैन भनेको गरेर माछा तपाईँ त माछा हेरेर आउँछ के माछा खानु। फुलहरू ड्रागन फ्रुट नेपालमा पहिला सुरुमा ड्रागन उत्पादन गर्दाखेरि 3000 र 4000 केजीको भन्थ्यो। अहिले यहाँ गोटाको चारो भनेपछि 8 रुपियाँ केजी पर्छ। एउटा आधा केजीको हुन्छ एउटा आधा केजीको हुन्छ 8 रुपियाँ केजी भनेपछि 10 रुपियाँ 300 रुपियाँ केजी यहाँ फालाफल ड्रागन पाउँछ। नेपालमा 3000 केजी भनेर मान्छे उक्सिएर अहिले कति छ नेपालमा ड्रागन कमेन्ट गरौँ है हेर्नेहरूले। 8 रुपियाँ केजी आँप बरु महँगो छ। यो चाहिँ कुर्मा छपडा कति रुपियाँको दाजु कति थोरै पाउनु हो क्या कितना आया भइहाल्यो 1 केजी भन्दा पुग्छ। ल रौ माछा रहेछ यहाँ चाहिँ रौ माछा रौ माछा रौ माछा 14 रुपियाँ केजी। बंधु भाई बालो है पनीर कितना ये क्या है इसका क्या बोलता है? इसको तहू बोलता है तहू तहू का पनीर पनीर कौन है? ये पनीर पनीर है पनीर है। कितना है 69 केजी का ये क्या है? पीस एक पीस का एक पीस का। ये क्या है? ये बांस का तामा है ये बांस का तामा है 13 रुपये केजी। माल है बहुत महंगा है। उसको भी लाएगा बीज उसको उसको भी लाएगा ये यूट्यूब पर बता के जाएगा। देखेगा हाँ देखेगा धनिया महंगा है। हाँ ब्लॉग वीडियो बनाएगा भाई ठीक है। नहीं है भाई सब्सक्राइब नहीं है प्राइवेट है प्राइवेट के चाहिँ यो जानु म भिडियो बनाउन आउँछु। तेल लिनको लागि यहाँ यसरी दुईटा सामान गर्दै बोक्दै हिँड्दैछु तेलको लागि। इधर है हमारा बंगला भाई काम करता है भाई ये नेपाली है। कौन सा ठाउँ ये कौन कपिल वस्तु ओ बहुत दूर है हमारा वो मेरा उधर धनुषा कति वर्ष 2 वर्ष ठीक छ नि काम ल है त ल भाइ
दाजु तेल Ini apa you buat? Tengok. Kamera apa ni? Android. Redmi. Cantiklah kamera dia sekarang. Dia cantik lah. Nana ambil ni. Sekarang ambil. Minyak. Satu minyak. Minyak sana bukan sini. Nah, sini tak. Bawa balik. Berapa? 26,90 sen. अब एकजनालाई एक प्याकेट भन्दा तेल दिँदैन, तीनजनालाई एउटै सामान किन्यो भने त एक प्याकेटमा तेल आउँछ। त्यही भएर तीनजनाले 3 आइटम सामान लिएर छुट्टा छुट्टै तिरेर अनि एक प्याकेट तेल लिनुको लागि यहाँ लाइनमा बस्दैछौँ हामी। थ्याङ्क यू काका। है त दाजु तेल यता उहाँ Bro, ini kopinya bro. Ini kopinya air. Oh 20. दाजु गइसक्यो उता देखाउ त उता देखाउ त Pelan-pelan berapa? 3, 5, 66, 328. Mana? Ini. Ruby. Taruh ruby. Hah? Ruby. 35048. तेल आउनु है Ini gold kiwi ya? Wallah. मार्केटमा किन्ने भ्याएर निस्क्यौँ अब त तेल पनि पायो एउटा यिनीहरूले चाहिँ हामीलाई टिपु बोलेको भनेर झुकायो भनेर तिम्रो एउटै मेचको मान्छे तीनजनाले तीनजना छुट्टा छुट्टै भनेर तेल लिएर गएपछि यहाँबाट 3 प्याकेट भनेर भन्दैछ कि त्यही भएर हाँस उठ्यो मलाई। दाजु के भयो औ के हो यो यार औ फेरि मलेसियामा त पैसाको के तलब बढेपछि त चामल घटेछ त हो अनि हो दाजु चामल त हेर्नु 26 रुपियाँमा लैजाउँ 2 गर जति चामल राम्रो छ यार कुमिएको धेरै कुमिएको छ चामल होइन दाजु राम्रो छ नि यार एक बोरा बोकौँ हो 1440 धान आउँछ नि बिग्रिँदैन होला त अझै 15 दिनलाई पुग्नेछ चामल त बिग्रिँदैन होइन ढुसी पर्छ होला त्यही ढुसीले यहाँ मलाई 3 रुपियाँ ल्याउँछ त्यसलाई तेल लिएको मैले तेल नलाने के चामल बिग्रिँदैन भने त लगिरहेको त हुने हो लगाउने एउटा फाइनली साथीहरू सपिङ सकाइयो सपिङ सकाएर लास्टमा निस्किने बेलामा 26 रुपियाँ 10 केजीको 26 रुपियाँ पर्ने चामल देखियो त्यही पनि उठाम 1 बोरा 2 बोरै उठाम भनेको धेरै लगेर बिग्रिन्छ भन्ने कुरा गर्नु दाइहरूले र 1 बोरा मात्रै बोकेर हिँड्यो बाहिर चाहिँ अहिले पुरा पानी पर्नु लागेको छ पानी चुइन लागेछ ल छिटो जाम दाजुहरू पानीले चुट्न सक्छ हामीलाई
योभन्दा 2 दिन अगाडि लगेको 39 रुपियाँ हालेर लग्यो, 39 रिङ्गेट हालेर 2 बोरा 10 केजी को लग्यो। आज अब 26 रुपियाँमा देख्यो। ल अब 12-13 रुपियाँको डिफ्रेन्टमा भेटाइयो। अब यो भयो नि बोकेर जानुपर्छ। अब धेरै लगेर चाहिँ नराखौँ, फेरि यहाँको चामल मार्केटमै थन्काएको कति दिन हुँदो रहेछ कि। अनि रुममा लगेर 1 हप्ता जति बस्यो भनेदेखि ठ्याक्क त्यो रुममा त्यति तालमेल नमिलेर होला यो के भन्छ घुन लागिहाल्दो रहेछ चामलमा। त्यही भएर 1 बोरा मात्रै बोक्यो। अलरेडी रुममा 2 बोरा छँदैछ। 1 बोरा बसेर 3 बोरा हुन्छ। 3 बोरा भने 3 जनालाई झन् 1 महिना जति पुग्नु खोज्छ। त्यति भयो। अब यो महिना पैसाको पनि अलि सर्टेजै छ। चामल पनि 3 बोरा बोक्यो, तेल पनि पुग्यो। यसपालिलाई यो महिनालाई खानालाई पिर भएन, हातमुख जोड्नलाई। यति भए आनन्द सकिन्छ। र यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र कति साथीहरूले भिडियो हेर्नुहुन्छ भिडियो चाहिँ, तर च्यानललाई सब्सक्राइब गर्नु हुँदैन। च्यानल सब्सक्राइब पनि गरिदिनु। नयाँ साथी हुनुहुन्छ भनेदेखि ब्याक मी भनेर पनि लेख्नु होला। र भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र भिडियोलाई यसो सेयर पनि गर्नुहोस्। नयाँ साथीहरू हुनुहुन्छ भने सबैजना नयाँ साथीलाई सपोर्ट गरौँ। म पनि कमेन्टमा ब्याक लेख्नुहोस्, ब्याक दिएर सपोर्ट गर्नेछु। हस् त, धन्यवाद है त सबैजनालाई।